गाजलु तिम्रा आँखा लजालु भाका तिम्रा अड्कल नै गर्न गाह्रो बयानै गरौँ कबाट किसको लय समाउ कि ओठमा आज बिहानैदेखि हामीलाई काम गर्ने मुड थिएन किनकि हाम्रो मम्मीहरू आउँछ भनेर हामी एक्साइटेड थियौँ हैन त मम्मीलाई पनि मैले के अरे जानुपर्छ है भनेर हिजो भन्दा अलि लाज लाग्छ भन्दै हुनुहुन्थ्यो हैन लगाउनु पर्दैन एउटा रिक्वेस्ट चाहिँ मम्मीहरूलाई चाहिँ अब कहिलेकाहीँ चाहिँ अब हामी राति उठेर काम गर्नुपर्ने हुन्छ होइन अब अस्ति भर्खर अजितलाई 12 बजीसम्म राख्यौँ हामीले तर त्यस्तो कामहरू चाहिँ आइरहेको छ त्यस्तो बेला चाहिँ गाली नगरिदिनु लगभग केही समयको अन्तरालमा चाहिँ सीमाले मैले भने एकदम छिटो क्याच गर्ने काममा एकदम सिन्सियर गर्छ उसले बेला बेलामा डाइलेक्ट पनि दिन्छ तपाईले नि गर भन्ने अनि तपाई ओभरराइड गर्ने भन्ने पनि डाइलेक्ट दिन्छ अनिसँग काम गर्दाखेरि चाहिँ इन्ट्रेस्टिङ के छ भन्दा उस एकदम माइन्युट एकदम सानो सानो कुराहरू याद गर्छ सानो सानो कुराहरूले धेरै कुरा म्याटर गर्छ अब हामी अनुपालन विभाग भनेपछि रिक्स हेर्ने भने सानो सानो कुराले नै चिप्लाइरहेको हुन्छ एकदम म्याटर गरेर हुन्छ उसले चाहिँ त्यो कुरा नोट गर्छ जुन अरू कसैले त याद गर्छ हाँसो तिम्रो माया मेरो जीवनको सबैभन्दा ठुलो उपहार धन्यवाद आमा तिमीलाई यो संसार साँचो थिएन तिमीले मेरो यो जीवनलाई सार्थक बनायो धन्यवाद आमा प्रोडक्टको नाम छ फोन पे क्युआर फोन पे डिरेक्ट है अर्को सो यो बच्चाले पनि त्यही फिल गरिरहेछ सो बेसिकली इन्टायर नेचरमा बसेर म र मेरो मम्मी चाहिँ वी आर फिलिङ सेफ टुगेदर ह्याप्पी सो यसको चाहिँ त्यही अलि अलि अकुमकी अतालिँदै माया लाए तिमीसँगै मन नै त हो यो